समानुपातिक प्रतिनिधित्व आज दिउँसोसम्म रद्द गर्न सकिन्। काठमाडौँबाट फल्गुन आवाज प्रतिनिधि सभाका उम्मेद्वारहरूले शनिबार साँझ 4 बजेसम्ममा आफ्ना उम्मेद्वार फिर्ता लिने मौका पाउनेछन्। निर्वाचन आयोगको कार्यक्रम जुन 14 गते स्वीकृत भएको थियो। यसले प्रतिनिधि सभाका उम्मेद्वारहरू राजनीतिक दलसँग आफ्नो उम्मेदवारी सम्झन सक्ने सुनिश्चित गरेको छ। निर्वाचन अधिकृत कृष्णबहादुर राउतले आयोगले यसबारे सबै इच्छुक उम्मेद्वारलाई जानकारी गराएको बताएका छन्। तुलनात्मक चुनाव अधिकारीको कार्यालयमा आज बिहान 10 बजेदेखि साँझ 4 बजेसम्म आफ्ना उम्मेद्वार फिर्ता लिन सकिने छ। प्रतिनिधि सभासँग समानुपातिक निर्वाचन निर्देशनालय 2082 को अनुसूची 18 मा विस्तृत रूपमा उल्लेख गरिएको बन्द सूचीमा उम्मेद्वार मनोनयन गर्ने अधिकार हुनेछ र यदि तिनीहरू उपस्थित हुन नसक्ने भए तिनीहरूले तार आधारित मतदानको अनुरोध पनि गर्न सक्दछन्। प्रतिनिधि सभामा 270 टाई सदस्य छन्, जसमा 160 टाई प्रत्यक्ष र 110 समानुपातिक प्रतिनिधित्वको माध्यमबाट निर्वाचित हुन्छन्।